Hello guys, this is a day in my life vlog. आज म देखाउने छु हजुरहरुलाई म के गर्छु। यो चाहिँ एपिसोड 2 हजुरहरुले फर्स्ट एपिसोड देख्नु होला when I was in Manhunt। देख्नु भएको छैन भने I will share it in my story। म खाना खान गइरहेको छु अनि then I will be ready अनि चाहिँ म सुटको लागि निस्किन्छु होला। हाम्रो सुट चाहिँ आज स्वयम्भूमा छ बियर भिला भन्ने ठाउँमा। सो खाना खाएर भेट्छु हजुरहरुलाई। सो गाइज हामी चाहिँ रेडी भइसकेका छौं सुटको लागि। यो चाहिँ आउटफिट छ मेरो। सो हामी चाहिँ सुट लोकेसनतिर गइरहेका छौं। अब यहाँ ब्याग छ, यसमा अलि प्यान्टहरु अनि एक्सेसरिजहरु छ। सो अब गइरहेका छौं हामी। बानेश्वरबाट निस्किसक्यौं। सो म चाहिँ अब हजुरलाई सुट लोकेसनमै पुगेर ब्लग कन्टिन्यू गर्छु। गाइज वी आर एट द सुट लोकेसन अनि अब चाहिँ एकछिनमा सुट हुन्छ होला। हाम्रो क्यामेराम्यान दाइ फोटोग्राफर दाइ आउनु भएको छैन एकछिनमा। हाम्रो सुट सुरु भइरहेछ। वी हेभ योगेश शर्मा इन द हाउस। अनि यता हुनुहुन्छ, एक्सक्युज मी, यता हाम्रो स्टाइलिस ब्युटिफुल अनि यता सेट। सो हियर्स द बिहाइन्ड द सिन। यसपछि चाहिँ मेरो हाई ब्रो, हाई भनिदेऊ न। सो वी आर इन द मिडल अफ द सुट। भइसकेको छ 3-4 वटा पेयर अफ क्लोथको। सो सी दिस दामी भइरहेछ सुट। इट्स बिन कति भयो, 4-5 घन्टा भइसक्यो क्या हो। कति 8-9-10 वटा पेयरमा सुट भइसक्यो। हाउ आर यु फिलिङ? All good. अल गुड। एक्जस्टेड त छैन? प्याक म त आएको यार यार। आउँछ नि, ल भन अब। Back प्याक फर टुडे। फेरि तँ भन त ल। सो हाम्रो सुट सकेर अब